Welcome back to my new vlog. It's me, Yogendra Rana from Sengjawaling. आज चाहिँ म अहिले चाहिँ भैरवा छु है। भैरवाबाट चाहिँ म किन चाहिँ भैरवा छु भन्दाखेरि आज चाहिँ म इमर्जेन्सीमा म र देवेन्द्र चाहिँ दाइ बुटोल आएको थियौँ। दिदीलाई सन्चो नभएर हस्पिटलमा भेट्न आएको थियौँ। बिहानै आएको थिएँ मैले। उताबाट आउँदा चाहिँ भ्लग गराइनँ किनकि एकदम हतारमा थियौँ नि त। गोप्रो चाहिँ लिएर आएको थियौँ अनि उताबाट आउँदा चाहिँ बनाइएन। हामी दिदीलाई घर सर छोडिदियो र अनि एकछिन बसेर अनि फेरि हाम्रो चाहिँ यहाँ भैरवमा पनि दिदीहरू हुनुहुन्छ, फेरि अर्को दिदीहरू त्यहाँ पनि एकछिन भेटेर चाहिँ अब हामी चाहिँ घरतर्फ जाँदैछौँ। अब आज बसेन किन भन्दाखेरि अब भोलिबाट फेरि स्कुल छ नि त, अफिस जानुपर्छ। त्यही भएको भएर चाहिँ हामी चाहिँ अहिले ठ्याक्कै 4 बजे चाहिँ यो ठ्याक्कै भैरवभन्दा माथि पत्थर डाँडाबाट चाहिँ हिँडिसकेको छौँ। बाटोमा के हुन्छ सो तपाईँलाई अपडेट गराइहाल्छु। हेर्नु न कस्तो दामी छ होइन। अनि बुटोलमा चाहिँ अहिले चाहिँ त्यस्तो खासै गर्मी चाहिँ छैन है। अलि अस्ति पहिला चाहिँ आउँदा चाहिँ एकदम गर्मी थियो। अहिले चाहिँ खासै गर्मी चाहिँ मैले मानिनँ। गर्मी छन छ हाम्रो पहाडतिर भन्दा चाहिँ गर्मी अभियसली यता हुने नै भयो, तर पहिलाको भन्दा चाहिँ अलिक कमी नै छ है। अहिले चाहिँ हामी ठ्याक्कै यो मणिग्रामको चोकमा आइसकेको छौँ। ठ्याक्कै ट्राफिक लाइट रेड लाइट बोलेर रहेछ। हामी यसो यतापट्टि मिलाएर बस्छौँ। 25, 24 ल अघि नै गएर देखाउँछ है। साइडमा हेर्नु कस्तो रातो फुलहरू कस्तो राम्रो देखिएको के। यो डाइभर टोलमा हो यो चाहिँ है। प्राय बुटोलतिर सबैतिर छ यस्तो। यो राम्रो बनाहा यो फुलहरू रोपेर। यसले गर्दा चाहिँ इन्भाइरोमेन्टलाई पनि राम्रो हुन्छ, पोल्युसनहरू कम हुन्छ, चाहिँ राम्रो हो। यो भर्खर बनाउँदै रहेछ कि। हेर्नु न यो फ्लावरहरू कस्तो राम्रो के। म हजुरहरूलाई सबै चाहिँ लेख्दिनँ किनकि भिडियोहरू लामो हुनसक्छ। हजुरलाई म चाहिँ बिच्चाको मेन पार्टहरू चाहिँ देखाउँछु। यो फ्लावर हेर्नु न कस्तो दामी। उता बाबा स्थित आइसकेको छ। एकदम भिडभाड छ यहाँ। अनि उता पारि चाहिँ हेर्न सक्नुहुन्छ टनेल। ठ्याक्कै टनेलको वारी छु म। एकदम भिडभाड छ आज। उता नारायणघाटको बाटो फेरि अहिले पहिरो गएर बन्द भएको कारणले गर्दा हेर्नु न अहिले कति भिड छ अहिले। यो ट्याक्क टनेल हेर्नु त एकदम भिड भयो क्या। यहाँबाट यो चाहिँ छिर्ने ठाउँ, उता निक्लिने ठाउँ छ। बाइपास पनि छ बिचमा। त म पनि देखाउँला हजुरलाई। 1 मिस गेम फिनिस्ड। उताबाट त्यो टनेलको चाहिँ यहाँ इन्डिङ हुन्छ है। यताबाट आउँदा यहाँ छिर्ने हो, उताबाट आउँदा उता छिरेर आउने ट्याक्क। पारी यो कस्तो राम्रो देखिन्छ कि यहाँबाट हेरी। मलाई सबसे मनपर्ने यहाँ र अनि त्यो पाल्पाको त्यो प्रवासको ठाउँ एकदम मनपर्छ कि। आनन्द छ कि यहाँनिर बस्न। पारी हेर्दा कस्तो खतरा देखिन्छ कि। हेर्नु त्यो पारी कस्तो दामी है। आज हामी लगभग 7 बजेतिर पुगिन्छ होला घर। बिस्तारै जान्छौँ, हामीलाई हतार छैन। बिस्तारै जान्छौँ हामी। बाटो चाहिँ राम्रो यो अलि सानो छ कि। सानो प्लस अलि त्यो खुत्रुङ छ कि। बाटो एउटै ग्रेडको चाहिँ छैन कि। अनि बाटो त अलि सानो छ। फेरि त्यो ठुलो बसहरू आयो भने चाहिँ ओभरटेक हान्नै सकिन्न यो बाटोमा त। खाजा खानी भन्दैछु दाइले। त्यहाँ चाहिँ हामी गएर नास्ता गर्छौँ। त्यसपछि फेरि हामी घरतर्फ जान्छौँ। अहिले चाहिँ ठ्याक्कै 6 बजे छ।
हामी 7 साढे 7सम्म पुग्ने ट्राई गर्छौँ है। हामी धेरै स्पिड जाँदैनौँ। मलाई हेरि अलिक बिरामी होला जस्तो भयो, त्यो रुगा लाउला जस्तो भयो। यहीँ खाने यता अन्डा बनाउँदै हुन्छ, अन्डा चना। अनि अब चाहिँ अन्डा चना खाएर हामी निक्लिहाल्छौँ यहाँबाट। अन्डा चना नि आइसक्यो। अब हामीले यो खाएर चाहिँ गइहाल्छ। हामीले पकौडा पनि अर्डर गरेको छौँ सब। अनि पछिल्लोतिर चाहिँ यस्तो सल्ल खोला बगिरहेको रहेछ है, यो डुम्रे भन्ने ठाउँमा। रमाइलो रहेछ, कस्तो मजाको। मलाई यो डुम्रे भन्ने यहाँ छ भन्ने थाहै थिएन पहिला। हाम्रो चप र यो प्याजको पकौडा नि आइसक्यो। अब यो पनि हामीले खान्छौँ। खानुहोस् त अहिले। मलाई चाहिँ अलि रुवा लाखा चाहिँ हानिहाल्नु पऱ्यो। त्योबाट खाजा खाएर हिँडिसकेको छौँ। त्यो डुम्रेबाट पनि हाम्रो त्यो बर्तुङ जान अझै 12-13 किलोमिटर रहेछ त्यहाँबाट। अब हामी जाँदैछौँ। मलाई फेरि झन् तपाईँहरूलाई अब प्रायः मैले त्यतै घरतिरको लोकल प्लेसहरू घुमेको मात्र भिडियो हालिरहेको थिएँ। अनि प्लस त्यतैको ठाउँहरूको मात्र देखाइरहेको थिएँ नि त। अहिले नयाँ ठाउँ आएको बिरामी भएर बोल्नै कस्तो गाह्रो भइरहेको छ, रुगा लागेर कस्तो भयो। रुगा मात्र लागेको हुन्थ्यो नि, फेरि त बोल्दा पनि घाँटी पनि दुखेछ। अनि प्लस त्यो नाकमा त्यो रुगा लागेर होला नि, कस्तो त्यो नाकै टाल्ले आएको। त्यही भएर बोल्न पनि कस्तो अप्ठ्यारो भइरहेछ। तपाईँहरूलाई म बोलिनँ भने चाहिँ मैले ब्याकग्राउन्ड म्युजिकहरू बनाएको छु आफैले होइन, त्यो चाहिँ मैले राख्छु। बस काठमाडौँ हिँडेको होला। यो काकरभिट्टा बुटोल भैरवा सुनौली भने चाहिँ यो काठमाडौँ हिँडेको होला। उता पारी नारायणघाटको बाटो जान खोजेको थियो लाग्यो, उताको बाटो बन्द। यो बाटो अब भोलि त होला पुग्ने। भिआइपी सोफा सेट रे अझ बसहरूमा खतरा आफ्नो एडभर्टाइजिङ गरिरहेको हुन्छ। अरूतिर गाडी आएछ, अरू जा भन्दैछ। कोही पनि हाल्नु पऱ्यो। यस्तो ड्राइभर भयो भने चाहिँ राम्रो हुन्छ क्या। त्यो कोहीले त दिँदा पनि सिग्नल पनि दिँदैन, केही पनि दिँदैन, आफ्नै पारामा दौडाइदिन्छन्। उहाँ चाहिँ यो काँकडभित्रबाट आएको गाडीले चाहिँ साइड दिनुभयो है। यस्तो हुनुपर्छ क्या। किनकि ठुलो गाडी, हामी सानो बाइक कारहरू सानो गाडी चलाउनेलाई त अघिल्तिर के छ थाहै हुन्न नि त। अनि उहाँहरूले चाहिँ सिग्नल दिनुभयो भने सजिलो हुन्छ नि त हामीलाई। त्यस्तो सबैले गरिदियो भने चाहिँ अझै राम्रो हुन्छ है। अब चाहिँ यहाँबाट बर्तुङ चाहिँ धेरै छैन, लगभग 2 किलोमिटर जस्तो होला। यहाँको बाटो चाहिँ राम्रो बनाएर रहेछ यार। सबै यस्तै हुनुपर्ने हो क्या हाइवे। बल्ल दामी हुन्थ्यो, टाइममा पुगिन्थ्यो जहाँ भने त्यहाँ। त्यो सिद्ध बाबातिर त धुलै धुलो छ। यताबाट सफा भएर जाने, अनि त्यो सिद्ध बाबातिर गएपछि धुलै धुलो भइन्छ। झ्याउनुहुन्छ मलाई त त्यही बाटै ठिक छैन कि त्यताको। अब घाम लाग्यो भने धुलै धुलो हुन्छ। अनि पानी पऱ्यो भने हिलो आजको जस्तो। त्यस्तै छ यो बाटो। यता भन्ने बाटो चाहिँ राम्रो छ है। ल ठ्याक्कै हामी चाहिँ बर्तुङको चोक आइयो है। यो चाहिँ हाम्रो बर्तुङको चोक। यताबाट चाहिँ हामी श्रीनगर अनि हाम्रो मिसन हस्पिटल जान सकिन्छ होइन। यता रानी मल पनि त्यही बाटो जाने होइन। धेरै ठाउँमा जान मिल्छ त्यहाँबाट चाहिँ है। मलाई एक्ज्याक्ट लोकेसन चाहिँ थाहा छैन धेरै ठाउँको है। जो फेमस ठाउँ श्रीनगर, रानी महल होइन। अनि हाम्रो मिसन हस्पिटल चाहिँ त्यहाँबाट जान सकिन्छ। जान यताबाट पनि मिल्छ, तर मेन चाहिँ त्यहाँबाट है। अब रोडकै भिडियो हेरेर म चाहिँ धेरै बोल्दिनँ, किनकि
म बिरामी हुन्छु जस्तो भयो। म अहिले बाइक पनि धेरै चलाउँदिनँ होला। यो विशेष गरी हजुरहरूकै भ्युवर्सहरूकै लागि बनाएको यो भिडियो। म सन्चो नहुँदा पनि हजुरहरूको लागि भनेर, किनकि मैले हजुरलाई कलिङसम्मको त मैले पहिले अलरेडी भिडियो बनाइसकेको थिएँ नि त। प्लस अहिले यता चाहिँ टोटल्ली नयाँ थियो मेरो लागि है। हजुरहरूको लागि पनि टोटल्ली नयाँ थियो। त्यही भएर मैले चाहिँ आफैले बाइक राइड गरेर देखाइरहेको छु बिरामी हुँदा पनि। मैले चाहिँ अलि माथिबाट चाहिँ भाइलाई चलाउन दिनु पर्ला। मलाई चाहिँ अलि रुवा लगाएर गाह्रो होला जस्तो भयो क्या। अनि मेरो फेरि अब आउने 7 गते ओल्ड म्युजिक डेकोतिर चाहिँ थोरै कन्सर्टहरू पनि छ, स्कुलको प्रोग्रामहरू छ। अनि त्यहाँ फेरि रुगा लगायो भने झ्याउँछ नि त प्रोग्राममा। त्यही भएर म चाहिँ अलिक केयर चाहिँ गरेर बस्नुपर्ने छ। आरे भन्ज्याङ र बर्तुङको बिचको रोडमा छन् होइन, नाम चाहिँ एक्ज्याक्टली थाहा छैन। यहाँबाट चाहिँ अझै रामदी 15 किलोमिटर छ है। मैले त्यहाँ अघि नोटिस बोर्डमा हेरेको थिएँ। यतापट्टिको बाटो चाहिँ राम्रो छ, सानो भए पनि मिलेको भयो भने चाहिँ चलाउन कम्फर्टेबल हुन्छ क्या, सानो भयो भने। अब कतिपय ठाउँमा फेरि बाटो मिलेको हुन्छ, अनि त्यो ग्रेड चाहिँ मिलेको भएन भने चाहिँ चलाउन अलि गाह्रो हुन्छ क्या हामीले बाइकवालालाई होइन। बाइक स्कुटरलाई अलि झ्याउँछ दुई पाङ्ग्रेलाई। यो नेपाल ओयल निगमको गाडी वालिङ्जो हिँडेको होला तेल लिएर। त्यो भएन भने त हामी त कसरी चल्ने होइन। मलाई रुवा लगाएर एकदम जो झ्याउ भयो। पर्सिसम्म ठिक भइदियो त्यो भनेको के अरे। अब हेरौँ है के हुन्छ। यस्तो भयो भने त मेरो प्रोग्राममा त मैले केही पनि गर्न सक्दिनँ यार। क्यान्सल गर्नुपर्छ मैले त मेरो प्रोग्राम त। पिस पोइन्ट रिसोर्ट कस्तो दामी छ हेर्नु न, सल्लाहको मुटा होइन। पिस पनि पिसै छ कि यहाँ ठाउँ चाहिँ शान्त होइन, नो नोइजिङ होइन, आनन्द। आरे भन्ज्याङ। अनि यताबाट चाहिँ हाम्रो रामपुर पनि जान मिल्छ है, रामपुर चापकोट पनि जान मिल्छ त्यो बाटो हुँदै। अहिले चाहिँ हामी ठ्याक्कै यो आरे भन्ज्याङको ओह्रालो झर्दैछौँ। अब लगभग यहाँबाट फेरि आरे भन्ज्याङको फेरि ठ्याक्कै 5-6 किलोमिटर त फेरि ठाडै ओह्रालो छ कि तल रामदीसम्म। अनि ओह्रालो छ भनेर फेरि कतिपय हाम्रो साथीहरू फेरि न्युट्रलमा हिँडिदिनुहुन्छ क्या, अफमा इन्जिन अफ गरेर। त्यस्तरी चाहिँ हिँड्नु हुँदैन है। इन्जिन के अरे अफ गरेर हिँड्यो भने चाहिँ ब्रेकहरू लाग्दैन के, अब तातेर होइन। डबल डिस्कको त झन् लाउँदैन। गियरमा हिँड्यो भने चाहिँ धेरै काम गर्छ है ब्रेक। मैले पहिलाको चापकोट रामपुर जाँदा पनि मैले भनिराखेको थिएँ, सकेसम्म चाहिँ इन्जिन अनमै हिँड्नु होला है। त्यो तेल बचाउने चक्करमा चाहिँ अलि रिस्की हुन्छ।
अगा खोला र रामदीको बिचमा छौँ होइन। अब यहाँबाट चाहिँ रामदी धेरै भयो 2-3 किलोमिटर होला। अब चाहिँ म राइड गर्दिनँ किनकि मलाई अति नै भइसक्यो रुगा लाएर ज्वरो नै आउला जस्तो भइसक्यो। वेदर नमिलेर हुनसक्छ होइन। केही कुराको टाइमिङ साइमिङ छैन नि त अहिले धेरै भइसक्यो। यो विकमा घरि यता घरि उता भइरहेछ। त्यही भएको भएर चाहिँ म अब अलि तलबाट चाहिँ दाइलाई चलाउन दिन्छु। अनि मेरो जति पनि भ्युवर्सहरू हुनुहुन्छ होइन मलाई चाहिँ फिडब्याक दिइराख्नु होला होइन। अनि मेरो सब्सक्राइब गर्नु भएन भने मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला होइन। तपाईँहरूको माया साथ सपोर्टले नै म माथि जाने हो होइन। ओके जाँदा जाँदै चाहिँ तपाईँहरू पनि आफ्नो ख्याल गर्नुहोस् होइन। मेरो भिडियोलाई लाइक सेयर कमेन्ट सब्सक्राइब कसरी हुन्छ होइन ग्रो गरिदिनुहोस्। ओके टेक केयर बाई सी यू।